अभाव, अशिक्षा, रोग, भोकमरी, त्रासको नाम जस्तै लाग्छ कुसुम खोला। नाम सुन्दर छ कुसुम, तर त्यहाँको दर्दनाक अवस्था सम्झदा आजको युगमा मानव सभ्यताको विकासमा कति पछाडि छ यो क्षेत्र जस्तो अनुभूति हुन्छ। चितवनको विकट भनिएको माडीको चरम विकट क्षेत्र हो कुसुम खोला। हेर्दा लाग्छ मानवहरू कति चरम अभाव र पीडामा पनि बस्न सक्दा रहेछन् भनेर देखाउनका लागि छाडिएको जस्तो समस्याका सबै रूपहरू यस गाउँमा देखिन्छ। 21औं शताब्दीको उत्तरार्धतर्फ लागिरहेका बेला राज्यको आधारभूत आवश्यकताबाट समेत वञ्चित गरिएका छन् यी क्षेत्रका नागरिक, जसलाई विकास के हो, शिक्षा र उपचार के हो, समृद्धि के हो भन्ने कुराका बारेमा, सेवा र सुविधाका बारेमा बेखबर र बेजानकार बनाएर राखिएको छ। घना जंगलका बीच चिसोमा कठाङ्ग्रिँदै गर्मीमा बाफिँदै बसिरहेको छ कुसुम खोला र त्यसमा बाँचेका नेपालीहरू। साधारण जीवन जिउने त उनीहरूका लागि सपना हो। अब हाम्रो जागिर छैन, के छैन, यस्तो दुःख सुकुम्बासी ठाउँमा बसेछ। आफ्नो दुःख कष्टलाई सहेर बस्नु परेछ। मलाई पनि सहर बजारमै बसौँ, राम्रो रोजगारी हुने ठाउँमा बसौँ जस्तो लाग्छ नि। माडीको पछिल्लो गाउँ विकास समिति अयोध्यापुरीको वार्ड नम्बर 9 कुसुम खोलाको अवस्था अति जर्जर छ, जहाँ खाद्यान्न, शिक्षा, खानेपानी, प्राथमिक उपचार समेतको अभाव छ। सञ्चारको सम्पर्क र सम्बन्ध नै छैन। चितवनको यो क्षेत्र जस्तो विकट भेगहरू अन्यत्र पनि छन्, तर उनीहरूले नयाँ रूप फेर्ने कहिले, जब सहरहरू रात पर्दै जाँदा जाग्न थाल्छन्, तर साँझ ढल्दा नढल्दै कुसुम खोलाका नागरिकहरू घरभित्र भोलिको सूर्योदय देख्ने कामना सहित जंगली जनावर झुकिएर यता आइदियोस् भनेर त्रासै त्रासमा रात बिताउँछन्। देशमा राजनैतिक परिवर्तन भए तर कुसुम खोलामा कुनै परिवर्तन आएन। एउटा विकट जंगलले घेरिएको टापु जस्तो लाग्छ कुसुम खोला। वर्षभरि दुःख गरे पनि 3 महिना मात्र खान पुग्ने, 9 महिना भोकै बस्नुपर्ने नियति छ। स्थानीय प्राविका प्रधानाध्यापक होम बहादुर दुरा। अशिक्षितै भन्नुपर्छ के, अभिभावक नै अशिक्षित भएपछि अब यहीँ अल्लो घर पल्लो घरका विद्यार्थीहरू चाहिँ स्कुल यहाँ लागिराखे चलिराखे, यहीँ अल्लो घर पल्लो घरका आइदिन्नन्। अब तिनीहरूलाई चाहिँ हामीले यहाँबाट यता आइज आइज भनेर बोलाउनु पर्ने अवस्था रहन्छ यहाँ भने। समस्याकै कुरा गर्दाखेरि अब 9 महिना काम गर्नुहुन्छ, 3 महिनाको लागि मात्रै खाना खाने उब्जनी हुन्छ। अरू 9 महिना, वर्षको 9 महिना त उही के अर्काको ज्याला मदिरी गर्न जानु पर्यो, के होइन भन्छ नि जङ्गली गिठा भ्याकुर खाने। कुसुम खोला जहाँ हिँडेर जान मात्र बगैबाट 2.5 घण्टा लाग्छ। यो विकटको कथा सुन्दा मन खिन्न भएर आउँछ। 135 घर परिवार बसोबास गर्ने कुसुम खोलाको कथा साँच्चै दर्दनाक र तीव्र गरिबीको चपेटामा परेको छ। प्रशासन भएको अनुभूति छैन, राज्यको निकाय त पुग्न सकेन। विभिन्न एनजिओ र आइएनजिओ खोलेर रकमको खेती लगाउनेहरूको नजर पनि यता पुगेन। बोल्नेको चामल पनि बिग्छ, नबोल्नेको पिठो पनि बिग्दैन भन्ने उखान नै छ नेपालीमा। कमसे कम मोटर बाटो त्यहाँसम्म लैजान सके, एउटा स्वास्थ्य चौकी भइदिए, विद्यालय जानुपर्छ, पढ्नुपर्छ भन्ने भावनाको विकास गराउन सके, आय आर्जनका केही काम सिकाउन सके, खाने पानीको व्यवस्था गर्न सके, जुग फेरिएको सम्झने थिए कुसुम खोलाका जनताले। राज्यको विभेदले उनीहरूलाई अर्को दर्जाको नागरिक बनाएको छ। घाँस बाँस कपासको व्यवस्था र ढुक्कसँग निदाउन सक्ने त्रास मुक्त अवस्था भएको देख्ने दिन कहिले आउला कुसुम खोलाका नागरिकका लागि। dcnepal.com का लागि अनिल ढकाल, माडीको कुसुम खोला, चितवन।